त्यही भने छोटो छोटो छुटाएर राखिदिएको छु। न त अनि गर्नु होला। अब हामीले यो फाइलिङ गरिसक्यौँ। यहाँको के अरे क्युटिकल पनि काट्नलाई रेडी छ, तर अस्ति काटेको थोरै मात्रै छ, परेन। अब यो भइसकेपछि फाइलिङ गरिसकेपछि बफर गरिसकेपछि अब हामी के गर्छौँ त, लाइट बफर गरेपछि यसले क्लिन्जरले क्लिन गर्छौँ। त्यस पछाडि हामीलाई यहाँ अस्ति डिहाइड्रेटर हामीले पाएका छौँ होइन। ओके, यहाँ छ प्रोसेस ठ्याक्क भएपछि हात त 4-5 वटा 10 वटा गरेपछि मात्रै क्लिन हुँदै जाने हो कि। अब यसलाई यो डिहाइड्रेटर लगाउने, यो लगाएपछि चाहिँ नङलाई खस्रो बनाइदिन्छ अनि नेल हामीलाई फिक्स गर्नको लागि सजिलो पर्छ। अब टिप नेल यही औँलालाई पुग्ने भने पनि यहाँ छोडियो भने पनि यो नङ राम्रो देख्दैन होइन, र धेरै भयो भने पनि यो बाहिरको क्युटिकललाई छुन मिल्दैन। अब यसले कति छ होइन, ठ्याक्क छ। अब ठ्याक्क भइसकेपछि अब यसलाई पनि थोरै यहाँ थोरै बफिङ गर्ने, थोरै भयो। गुड, यति भयो भने चाहिँ त्यो ताको झेलालाई नबाल्नु है, अलिकति खस्रो बनाइदिने। अब हामीलाई के चाहियो, डिहाइड्रेटर लगाइसक्यो। अब हामीलाई ग्लु हाम्रो यो अनुहारको छ एउटा ग्लु, यो चाहिँ धेरै क्वालिटी, यो क्वालिटीले चाहिँ लामो समयसम्म राख्नको लागि युज गरिन्छ कस्टमर अथवा आफूलाई। यो सबैभन्दा राम्रो हो भनेदेखि ठिक्कको हामीलाई त छिटो छिटो निकालेर हामीलाई यहाँ प्र्याक्टिस गरिरहनु पर्छ। यो चाहिँ स्टुडेन्टको लागि चाहिँ यो तपाईँहरूले युज गर्दा चाहिँ कमन खालकै युज गर्नु, र यसले चाहिँ हामी अब टाँस्छौँ है। टाँस्दा अब यहाँ खालि त्यो नेल जहाँसम्म लाग्ने त्यहाँसम्म मात्रै लगाउने, धेरै पनि नलगाउने, एक लेयर लगाउने। लगाएर यसो अलिकति हल्लायो, हल्लाउँ अलिअलि सुक्छ। अब हेर्नुहोस् ठ्याक्क यतिमा ठ्याप्प टाँसेँ है मैले, टाँसेँ। तलबाट नि ठेलेको छु, माथिबाट पनि ठेलेको छु। अब 1 2 3 4 5 6 7 8 9 10 11 12। अब हामी यो बिचमा ठेल्छौँ अनि दुई साइड फेरि यति भएपछि हावा छिर्दैन। टिप कटरले हामी सानो राख्छौँ कि लामो होइन, यो बराबर चाहिँ नि फेरि निकाल्ने हुन्छ नि, छोटो गरिदिन्छु। यति मात्रै राखिदिउँ है। अब काट्दाखेरि यसरी तल तल यसलाई माथि माथि बनाएर काटिदिउँ, आफूतिर फर्काएर काटिदिनु। ल यति भएपछि अब हामी कुन सेप गर्छौँ, उसको त्यही सेप गरिदिनु। ए राउन्ड हो यो त, स्क्वायर पनि यो चाहिँ स्क्वायर छैन। ओके, अब यस्तै नै राखिदिउँ। अब समाएर यहाँ दुईतिर समाएर मात्रै यसलाई सिधा पहिला, अनि हामी यो दुईपट्टि साइडकोलाई बराबर चाहिँ कसरी गर्छौँ, यता खरखर बनाएर यता खरखर बनाएर होइन, यसरी तलबाट गऱ्यो भने चाहिँ बराबर फाइलिङ हुन्छ। त्यही गर्न सक्छौँ, सिधै साइडबाट यता फाइलिङ गरेर हल्का अनि पुरा उयो गऱ्यो भने पनि स्किनलाई छुन्छ, नङलाई तल गाह्रो हुन्छ। यो बाहिरकोलाई मात्रै छुने गरी त्यस्तो डराउनै पर्दैन। अब बसेको भएर हो कि हामीलाई डर लागेको छ, हाम्रो नि हुन्छ गर्दै गएपछि। अलिकति यो छ नि, यसलाई देखिनु यति गरेर पनि अब टाँसिसकेर पनि हामीले यहाँ डस्टिङ गरिसकेपछि फेरि पनि के गर्ने, क्लिन्जिङ गर्ने, क्लिन गर्ने। सफा भयो। अब चाहिँ हामीलाई प्राइमर है। अब बोल्दा के बोलिन्छ, गर्दा चाहिँ जे पाए त्यो गर्न मिल्दैन, यो पनि हो। हल्का बाहिर यताउता नछाउने गरी राखिदिनु। प्राइमर पछाडि माथि लगाउने, माथि लगाएपछि अनि त्यो थोरै क्वान्टिटीलाई मात्रै तल लाने। जे गर्दा पनि यहाँ छोइएकै छैन, तपाईँहरूको आँखाले भ्याउँछै भ्याउँदैन, मेरो चाहिँ चस्माले भ्यायो। यसरी यो बेसले चाहिँ क्युटिकललाई छुनै भएन है, यता आउनु पर्यो। ल
अब हुन्छ एउटा कलर हुन्छ, कलरमा नि धेरै भेराइटी पाउँदैन, यस्तै यस्तै लाइट कलरहरू मात्रै पाइरा हुन्छ। र अब यसले चाहिँ हामीले गऱ्यौँ भने फाइदा के त भन्दा यो कलरवालाले गऱ्यौँ भने हामी यो सेम है, यो यही कलरमा बनेको नेल हो यो। अब यसलाई हामीले फेरि बेसकोट लगाएर फेरि पलिस लगाएर अनि फेरि गरे त्यो 3-4वटा प्रोसेसिङहरू हामीलाई परेन। यो बनाइसकेर फाइलिङ गरिसकेपछि टपकोट लगाएपछि भयो है। भनेपछि यो चाहिँ छिटो र कसैलाई चित्त बुझ्छ भने यसैले गरेको राम्रो होइन। मलाई त ब्लू चाहियो, ग्रिन चाहियो, व्हाइट चाहियो, अरू कलर खोजिरहेको छ भने चाहिँ यो बनाइसकेर अनि प्लस गर्ने हामीले जेल कलरहरू है। ल अब हामी यसलाई कसरी उठाउ कि त्यो हो यहाँ साइडबाट जाने यसरी आयो। म अहिले थोरै मात्रै झिक्दैछु। अब यसलाई के गरे त घुमाएर अब यहाँ सकेपछि मात्रै तान्ने। पहिलो कोट फर्स्ट कोट चाहिँ हामीले पलिस लगाए जस्तो लगाइदिने। यो भयो भने चाहिँ भरे अलिकति छोडियो भने पनि त्यसले के गर्छ त कभर गर्छ। अनि यो अहिले हामीले जोडेको नेललाई पनि के गर्छ पलिस जस्तो लगाइदिने। ल अब सुकाउनुहोस्। तललाई मात्रै 30 सेकेन्डले पुग्छ, तर त्योभन्दा मोटो आइसकेपछि चाहिँ 60, 90 होइन। अब त्यो अनुसारले बढाउनु हुने, अर्को साइड मात्रै हुने है। दुई साइडै हुन्छ, कता राख्नु। अब राख्दा कहाँ राख्ने त भन्दै बिचमा ठ्याक्क त जोडेको ठाउँमा राख्ने। अनि यसलाई हल्लाउने माथिबाट यसरी घुमाउँदै जाने, घुमाउँदै यसलाई बेस बनाउने। म्यामको त फेक नेल जस्तै गरेर देखिएको छ है, यस्तो अल्गो देखिएको छैन नि है। जान्ने मान्छेले गरेर त्यो साइडमा पनि पहिले गर्दै ल्याउने हो तलैबाटै। साइडमा भन्दा अब यो एउटा टेक्निक कस्तो छ, म त्यो टेक्निक युज गर्दिनँ। यतातिर पनि भरिया। अब हामीलाई यो फाइलिङ नै हो है। फाइलिङ गर्ने भन्ने कुरा चाहिँ हामीले कहाँ बढी देखिरहेका छौँ। कहाँ चाहिँ बढी छ त्यसलाई चाहिँ देख्नु पाएन होइन। म उभिहालेँ राम्रो आफूले पनि देख्नु पाएन नि त उता यहाँ भयो आफ्नै गर्दा मजाले हेर्नु। आज म सबलाई भिडियो पठाएर देखाइदिन्छु। सबै यसरी पठाइदिनु हुन्छ रुक्मिनीले, अनि सजिलो हुन्छ के त्यही ग्रुपमा ट्याक है। सबैलाई भयो नि त त्यो ग्रुप बनिसक्यो। जोडिएर काम गरिसक्दा पनि खर गर्ने हुन्छ क्या। त्यही कारण यो मजाले क्लिन गर्ने। ल यता हुनु त पछाडिबाट। ल अब यसलाई हामी के गर्छौँ, अब फेरि बफिङ गरेर चिप्लो बनाउँछौँ, अलिकति चिप्लो बनाउँछौँ। अनि अहिले चाहिँ हाम्रो यस्तो कि विदेशतिर चाहिँ यसलाई यति नै हो त्यस्तै सुगाको नाक जस्तै बनाएको हुन्थ्यो। अहिले त्यो चलाउन छोडे, यस्तो गर्न छोडे। अब यति गरिसकेपछि अब हामी फेरि पनि के गर्छौँ, फेरि पनि क्लिन्जरले सफा गर्छौँ। फेरि सोरेको मन पर्दैन है यो क्लास पछाडि, यति पनि जानिएन भने चाहिँ। अब यो पछाडि पनि यहाँ पनि सफा गर्छौँ, यो भित्र पनि कहीँ हुनु भएन फोहोर भनेको। ठिक छ। अब यसलाई